साथीहरू आजभोलि चाहिँ यस्तो जाडो बढाएको छ नि होइन। अनि म चाहिँ हिजो अस्तिको दिन बजारदेखि गाउँ आएको थिएँ होइन। बजारमा त झनै चिसो, गाउँमा पनि चिसै थियो, पानी परेर होला सायद सायद होइन। अनि म चाहिँ क्या साथीहरू भन्नुहुन्छ नि बाइकमा आउने भनेर तम्सिँदै थिएँ क्या। अनि सबैजनाले बाइकमा त हुँदैन, नानीलाई चिसो लाग्छ, यस्तो सिमसिम पानी परेको के को बाइकमा जान्छ भनेर कराएर बेलुकी पख चाहिँ म ट्याक्सीमै आएँ। अगाडि त म बाइकमै जसरी भए पनि जान्छु भनिरहेको थिएँ, तर मलाई चाहिँ बमिट हुन्छ नि त साथीहरू भन्नुहुन्छ भने। अनि त्यसैले गर्दाखेरि जे जस्तो भए पनि अब बाइकमै आउँछु भनिरहेको थिएँ, तर पनि लास्टमा चाहिँ म ट्याक्सीमै आएँ। आउँदा आउँदै गाडी फेरि पम्चर भयो, 1 घन्टा जति बस्नु पर्यो। यतिकै साँझ परिसकेको थियो, हामी लगभग 5:30मा माथिदेखि बाटो लागेको थियौँ होला। अनि आउँदा आउँदै रात परो साथीहरू होइन। घर पुग्दा लगभग 10 बजिसकेको थियो नानीसँग। बिहान पख चाहिँ म साग टिप्न गएको होइन, पुरै झारपात आएको थियो नि त मेरो कोरेसाबारीमा। अनि त्यसैले गर्दाखेरि घर आएर चाहिँ मैले चुल्हा ढिपिराखेँ साथीहरू झट्टसँग होइन। अनि चुल्हा यस्तो फोहोर भएको थियो, अनि जतिसुकै यो किचन सफा गरे पनि चुल्हा चाहिँ यस्तो भत्केको फोहोर छ भने कस्तो नराम्रो देखिन्छ नि त। अनि झट्ट मैले चुल्हा ढिपिसकाएँ। अनि फेरि म कोरेसाबारीतिर गएँ साथीहरू होइन, मल बोकेर। अनि हाम्रो घरमा चाहिँ अहिले सिजन चलिरहेछ नि त, त्यसैले गर्दाखेरि सबै डोकोहरू राम्रो नाम्लो भएको जति चाहिँ सबै बगानतिर लगेको थियो। अनि यो के भन्छ सल क्या, सलले बाँधेर मैले लगेको डोको पनि होइन। अनि यहाँनिर मैले चाहिँ मसिनो खालको प्याज रोप्नु पर्ने थियो, अनि त्यो प्याज पनि रोपेँ होइन। अस्ति नै रोप्छु भनेर त नानी बिरामी भएर मैले रोप्न पनि भ्याएको थिइनँ। मेरो छोरी पुरै यहाँ साइडमा म बोलेको सुनेर हाँसेछ होइन। अनि यो क्या साथीहरू फुलकोपी बन्दाकोपीहरू यस्तो भएको थियो खिच्रिक्क क्या, पुरै त्यो मल नपुगेर। अनि त्यसलाई पनि अब मल हालेर मैले गोडमेल पनि गरेँ होइन। अनि अर्कोपट्टि अलिक अगाडि अगुवा रोपेको थियो, यो पनि पुरै गोडमेल नपुगेर अलिक गोडमेल भन्दा पनि यो मैले अस्ति मलै नहालिकन यसो रोपिराखेको नि त, त्यसैले गर्दा राम्रो थिएन। अहिले चाहिँ मैले मलहरू हालेर गोडेर राखेँ होइन। अनि यस्तो राम्रो भएको थियो अन्तिममा चाहिँ होइन साथीहरू। अनि मैले यहाँ सरर देखाइ पनि रहेको छु मैले अघि गोडमेल गरेको, तर पनि यो चाहिँ भिडियो चाहिँ अर्कै एङ्गलमा खिचेछ। थ्याङ्क्स फर वाचिङ।